गाउँको एउटा कुनामा एउटा थोत्रो झुप्रो थियो, जसको छानाबाट पानी चुहिन्थ्यो र पर्खालहरू काँचो माटोले बनेका थिए। त्यहाँ राधिका आफ्नी जवान छोरी प्रियङ्कासँग बस्ने गर्थिन्। उनीहरूको जीवन सङ्घर्षले भरिएको थियो। हरेक बिहान पेट भर्ने चिन्ता र हरेक साँझ भविष्यको डर। एक बिहान प्रियङ्काले चिसो चुलो देखेर उदास हुँदै सोधिन्, आमा, आज फेरि चुलो खाली छ, के पिठो सकियो? राधिकाले छोरीलाई सम्झाउँदै भनिन्, होइन छोरी, अलिकति चामल बाँकी छ, त्यसैलाई पानीमा उमालौँला। पेटलाई झुक्याउनु पनि त जरुरी छ नि। प्रियङ्काको आँखामा आँसु भरियो। उनले सोधिन्, आमा, भगवानले हामीलाई यति गरिब किन बनाउनु भयो? राधिकाले मुस्कुराउँदै भनिन्, छोरी, भगवानले कसैलाई पनि व्यर्थमा पठाउँदैनन्। सायद हामीलाई यस कारण पठाएका हुन् ताकि हामी दुनियाँलाई बताउन सकौँ कि मेहनत के हो। धेरै पछि गाउँमा खडेरी परेको थियो, तर राधिकाको विश्वास अटल थियो। उनले खेती गर्ने निर्णय गरे, तर उनीहरूसँग बिउ किन्नका लागि पैसा थिएन। राधिकाले गाउँकी धनी र घमण्डी महिला रजनीसँग मद्दत माग्ने सोचिन्। रजनी गाउँको चौतारीमा आफ्ना साथीहरूसँग गहना प्रदर्शन गर्दै बसेकी थिइन्। जब राधिकाले उनीसँग बिउ मागिन्, रजनीले व्यङ्ग्य गर्दै भने, तँसँग पैसा त छैन, कसरी तिर्छेस्? राधिकाले भनिन्, बाली भित्राइसकेपछि तिर्नेछु। रजनी र उनका साथीहरू गल्ला हाँस्न थाले। रजनीले आफ्नै शर्तमा बिउ दिइन् र भनिन्, ठिक छ, बिउ लैजाऊ, तर याद राख्नु, खेतमा जे पनि उब्जनी हुन्छ त्यसको आधा हिसाब मेरो हुनेछ। राधिकाले शर्त मानिन् र बिउ लिएर घर फर्किन्। त्यस रात राधिका र प्रियङ्काले दियोको उज्यालोमा बिउ छाने। राधिकाले भनिन्, हरेक बिउमा एउटा रहस्य हुन्छ, जो माया र मेहनत पाएपछि मात्र फुल्छ। भोलिपल्टदेखि आमा र छोरी खेतमा खटिए। चर्को घाममा उनीहरूको पसिना माटोमा खस्थे र हातमा ठेला उठे। जब वर्षा र आँधी आयो, झुप्रो चुहिरहेको थियो, तर उनीहरूलाई आफ्नो होइन, खेतको बढी चिन्ता थियो। प्रियङ्काले डराउँदै सोधिन्, यदि बाली बिग्रियो भने? राधिकाले हौसला दिँदै भने, त्यसो भयो भने फेरि रोपौँला, हार मान्नु हुँदैन। सबैभन्दा ठुलो गरिबी हो। 3 महिनापछि खेत सुनौलो रङमा चम्किन थाल्यो। जब प्रियङ्का र राधिका खेतमा पुगे, उनीहरू छक्क परे। त्यो साधारण धान थिएन, धानको बाला असली सुन बनेको थियो। राधिकाले भने, हो, यो हाम्रो मेहनत र सच्चा मनको फल हो। गाउँमा आगो जसरी खबर फैलियो कि राधिकाको खेतमा सुन फलेको छ। यो खबर रजनीसम्म पनि पुग्यो। लालसाले अन्धो भएर रजनी तुरुन्तै खेतमा आइपुगिन्। सुनको बाली देखेर रजनीको नियत बिग्रियो। उनले चिच्याउँदै भने, राधिका, यो मेरो बिउको कमाल हो। शर्त याद छ नि, आधा होइन, अब यो पुरै खेत मेरो हो, किनकि बिउ मेरो थियो। प्रियङ्का रुन थालिन् र भनिन्, मालिकनी, हामीले दिन रात मेहनत गरेका छौँ, अलिकति त हामीलाई रहन दिनुहोस्। तर रजनीले धम्की दिइन्, चुप लाग, नत्र कर्मचारी बोलाएर खेत पनि खोज्नेछु।
राधिकाले भारी मनले आफ्नो मेहनतको कमाई उनलाई सुम्पिदिन्। उनले भनिन्, ठिक छ मालिकनी, लैजानुहोस्। हामी गरिब जरुर छौँ, तर बेइमान होइनौँ। रजनीले आफ्ना नोकरहरू लगाएर सबै सुनको धान उठाए र आफ्नो घरको गोदाममा भरिन्। त्यो रात रजनीले खुसीले उत्सव मनाइन् र आफ्नो चलाखीमा घमण्ड गरिन्। भोलिपल्ट बिहान जब रजनी आफ्नो गोदाममा गए, उसको होस हवास उड्यो। हिजो रातिसम्म चम्किरहेको त्यो सारा सुन अब काली खरानी र कुहिएको अनाजमा परिणत भइसकेको थियो। त्यहाँबाट दुर्गन्ध मात्र आइरहेको थियो। रजनी रिसले पागल भए। उनलाई लाग्यो राधिकाले कुनै कालो जादु गरेकी छिन्। उनी कुहिएको अनाजको बोरा लिएर राधिकाको घर पुगिन् र चिच्याए, आफ्नो कुहिएको अनाज तैँले पक्कै कुनै जादु टुना गरेकी छिस्। मलाई यो तेरो श्रापित सुन चाहिँदैन। रजनीले ती सबै बोराहरू राधिकाको आँगनमा खनाइदिन् र खुट्टा बजार्दै त्यहाँबाट गए। राधिका र प्रियङ्का डराउँदै उभिरहेका थिए। जब रजनी त्यहाँबाट गइन्, राधिकाले बिस्तारै त्यो खरानीको थुप्रोलाई छोइन्। राधिकाको पवित्र हात र हावाको स्पर्श पाउन साथ एउटा चमत्कार भयो। त्यो कालो खरानी र कुहिएको अनाज फेरि चम्किलो शुद्ध सुनमा बदलियो। यो देखेर प्रियङ्का खुसीले रुन थाले। आमा, हेर्नुहोस् त, यो फेरि सुन बन्यो। राधिकाले हात जोडेर आकाशतिर हेरिन् र भनिन्, छोरी, भगवानले न्याय गर्छन्। मेहनतको फल कहिले कुहिँदैन र बेइमानीको धन कहिले टिक्दैन। यो घटनाले रजनीको आँखा पनि खोलिदियो। उनले बुझिन् कि असली सुन खेतमा होइन, मानिसको मेहनत र इमान्दारितामा हुन्छ। राधिका र प्रियङ्काको गरिबी हट्यो, तर उनीहरूले आफ्नो सादा जीवन र मेहनत कहिले छाडेनन्। उनीहरूले आफ्नो घर पक्का बनाए र खुसी साथ जीवन बिताउन थाले। कथा यही सकिन्छ।